हेलो एन्ड नमस्ते एभ्रिवान, के छ सन्चै राम्रै हुन्छ। अब सबैजना सन्चै हुन्छ होला होइन, मलाई पनि सन्चै राम्रै छ। आफ्टर लङ टाइम पछि फेरि भ्लग स्टार्ट भइसक्यो होइन। म भर्खरै अब होइन 8:30 बजीतिर उठेको, नाइट ड्युटी थियो सो लेट भयो होइन। आजबाट भ्लग स्टार्ट भयो होइन। अब लङ टाइम पछि बस्छु होइन। अब हल्का नर्भस फिल भइरहेको बोल्नको लागि भने, र हल्का अड पनि फिल भइरहेको होइन। सो अब हेरौँ लेट्स सी अब आजको भिडियो कस्तो बन्छ होइन। अब आज दिनमा के गर्छु त्यो अब भिडियो बनाएर राख्छु। अझै फ्रेस पनि भएन म होइन। यहाँ साथी आएको थियो हिजो, अनि साथीको काम छ माथि त्यो बाइक ग्यारेजमा, अनि गिरिलमा पनि त्यहाँ हल्का त्यो बाइकको साउन्ड चेन्ज गर्ने मोडिफाई गर्ने भन्ने, त्यो म माथि गएर सब त्यो मिलाइदिएर अनि फर्किन्छु। लेट्स सी गाइज होइन। यो चाहिँ मेरो अफिस भयो होइन। मेरो अफिस चाहिँ यो गाइज होइन। साथीले यहाँ बाइक निकाल्दैछन्, आउनुपर्छ। बिस्तारै बिस्तारै ए तपाईँले टेस्ट ड्राइभ हान्नु त एकचोटि त हेरौँ त। बाइकको ह्यान्डल चाहिँ टाइट भयो होइन। अब टेस्ट ड्राइभ हानौँ कस्तो हुन्छ, के छ कस्तो छ हेरौँ होइन। होइन हाम्रो ठाडा अमराई चौधरी ग्यारेज पुग्यो। नम्बर प्लेट त्यस्तो बनाएको सेक्सी देखियो नि। नम्बर प्लेट त्यस्तो देखाएको, त्यस्तो बनाएको सेक्सी देखियो नि हरिक। बुटल 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 हो गया केटाहरू। अब यहाँ चाहिँ बाइकको काम त लगभग भेन लगायो भनौँ, अनि अब डक्टर ग्रिलमा गएर पाल पाल्न होइन साउन्डको लागि। हक्क पाल पाल पारेर ड्याङ पटट आवाज गराउने। चौधरी दाइ ठाडा अमराई बजार है, चट्टपाडामा। ल डाइरेक्ट टेस्ट ड्राइभ हान्दा आयो, हेरौँ के कस्तो छ भन्छन्।
दाइ के भयो के छ समस्या के छ यसमा समस्या के छ इन्जिन खोल्न पर्छ कि नै इन्जिन खोल्न पर्छ कि नै इन्जिन ठिक छ प्रोब्लम अरू के छ प्लेट प्लेट भाङ हो हजुर सिधा हुन्न भन फेर्ने सिधै फेर्दिने त्यही प्लेट सिधा हुनु अब त्यस्तै चलाऊ अब पाल खोलम यस्तो गाडी बनाइरहेन के रिजर्भ मान्ने अब एयरपोर्ट चाहिँ टाढो भयो होइन हामी गिरिलमा ठ्याक्क आइपुग्यो ल अब चाहिँ यहाँ पुरानो दुलो थियो त्यो होइन त्यो चाहिँ यता यो साइडमा छ पुरानो दुलो यहाँ तर होइन त्यसलाई चाहिँ टालिदिने अनि अर्को न्यू दुलो गराउने भन्ने सोचिरहेको अब लेट्सी हेरौँ होइन कस्तो आउँछ साउन्ड म त्यो पनि सुनाइदिन्छु पहिला पुरानो दुलो टाल्न लाग्यो पुरानो दुलो त्यहाँ थियो होइन त्यो हल्का पनि लिक हुनुहुन्न है हल्का पनि लिक हुनुहुन्न कि सबै ड्याममै हुनुपर्छ क्या दुलोमा कि हल्का पनि लिक हुनुहुन्न क्या सबै ड्याममा पुरिनुपर्छ भनेको त्यसै गाइज होइन अब यो पहिला बुझ्छौँ अनि पाल खोल्छौँ होइन अनि त्यसपछि म हजुरहरूलाई सुनाउँछु साउन्ड कस्तो हुन्छ भने कस्तो हुन्छ साउन्ड अनि म तपाईँलाई भन्नु जानकारी दिन्छु म अनि पहिला पड्काएर चलपल हाल्नुपर्छ रेडी भयो बाइक होइन साउन्ड चाहिँ यही हो होइन यता पाल खोलिदियो ए बाइकको साउन्ड चाहिँ यस्तो भयो होइन लेट्स सी अब हेरौँ एकछिन चलाएर हेर्छु मैले होइन त्यहाँ फस्यो साउन्ड चाहिँ मिठो भयो है साउन्ड चाहिँ मिठो भयो क्या साउन्ड बल भयो नि यार मैले सोचे सिधा भइहाल्छ नि रुख म तानिदिन्छु रुख एकछिन टेस्ट हान रुक एकछिन म टेस्ट ड्राइभ हान्छु बनाउँदै गर है
दामी लभली आएछ अन्त ल है फाइनली होइन दोस्तले छोडेर गइसके मलाई हाम्रैबाट भर्खरै त्यहाँ बाइक साइक गराएर अनि खाजासाजा खायो अनि भर्खर साथीले आएर छोडेर गइसक्यो अब अरू पनि काम छ मेरो आज चाहिँ धेरै काम छ गाइज होइन अब त्यहाँ सुजको लेसहरू राख्नु छ होइन मलाई अनि कपडाहरू धुन दिनको लागि त्यहाँ धुन दिन पनि छ होइन कपडा कति भइरहेको थुप्रेर कपडा धुन दिन छ होइन अब एकचोट सुत्दिउँ कि भनिन् सोचिरहेको होइन सुतम कि के गरौँ भन्ने भइरहेको चाहिँ एकछिन पछि भेट्छु नि गाइज है त्यति बेला सुतेको गाइज होइन म भर्खरै उठेछु होइन अहिले ट्याक्क लगाएर 2 बज्न लागिसक्यो भल्ल उठेँ या काम गर्न छ भनेको हिजो हल्का सुत्नु पाएको थियो नाइट ड्युटी हुनुको कारणले सो ठिको त फाँक भइदिएछ गाइज होइन अब फ्रेस हुन्छु अनि यसो काम गर्छु Oh my god, yeah. एकछिन सुत्छु भनेको होइन लामै सुत्दैछु कि म त और ये शूज देते कि मजा आया वो हमें शूज देते बाहिर किस्सा अब पानी पनि हेरिदिउँ न होइन के गरौँ यार के गरौँ भन्नु कन्फ्युज भइरहेको यार सुजमा लेस राख्नु पर्यो होइन कामहरू केही पनि छैन गाइज होइन अब के गरौँ भन्ने हुन्छ कि त्यही भएर मैले पहिला पनि भ्लग त्यो होइन बिचमा छोडिदिएको बात होइन अहिले चाहिँ सपोर्ट मिल्यो भने गर्छु होइन के छ र दिनभरि के गर्छु त्यो म देखाउँछु हजुरहरूलाई के छ र होइन आफ्नै त हुने गाजालो तिम्रा आँखा यो चाहिँ हेर्नुहोस् पछिको चाहिँ मेरो ब्लड है होइन के रहेछ भित्तामा भनेर नगर्नु होला प्लिज यो चाहिँ मेरो ब्लड हो यो चाहिँ टाइममा मलाई चाहिँ हल्का रिसमा थिएँ त्यति बेला चाहिँ अचाक बुचुक मैले भित्तामा हानिदिएको थिएँ होइन तिम्रा आँखा सुजमा लेस राख्छु होइन ड्याङ्ग पारामा आज कपडा धुनिदिन्छु भनेको नि दिन अब त्यस्तै भयो फाँक भइदिएछु ले केही क्यामेरामासँग गर्नु भइएन यार निदाइदिएछु कि म त हरिपिन्द्र लगाइरहेको थियो राति सुत्न पाएको थिएन नि त सो निदाइदिएछु यति बेला बल्ल उठेको म त्यतिर सुतेको अब चाहिँ मेला लाग्नु लाग्यो नि त होइन तौलियातिर सो जानु पर्ला भनेर
हल्का जागर गरेर सुज चाहिँ धोएको थिएँ म फेरि कपडा धुँदैन कि म कपडाहरू धुन यस्तो झ्याउ लाग्छ नि कपडा धुन भयो अनि खाना पकाउनु भयो मलाई लास्टै झ्याउ लाग्छ कि हेर्दै जा म लेस कस्तो राख्छु होइन लेस राखेर भ्याएर हजुरहरूले टक्क म देखाउँछु नि त ओके कस्तो हुन्छ फाइनली गाइज सुजको लेस त राखेँ बताएन कसरी राखेँ मलाई पनि थाहा छैन मिल्यो कि मिलेन कि आइदिनु होइन अब यस्तो भयो होइन बताएन कहाँ न कहाँ केही न केही कमी भयो जस्तो लाग्छ होइन bet कहाँ गयो थाहा भएन होइन योभन्दा राम्रो गराउन सकेन म धेरै ट्राई गरेँ अब चाहिँ यसको काम पनि भ्याइयो होइन यसलाई चाहिँ अब राखिदिन्छु एकातिर होइन सोफामा राखिदिन्छु कपडा धुन्दिनँ यत्रो छ अब आज त गइएन होइन अब भोलितिर कपडा धुन पनि जानु पर्ला दिनु पर्ला होइन जानु त के भन्नु र अब आफूले धोइन यसरी दिनु पर्ला अब आज चाहिँ फाइनली मेरो बाइक आउँदैछ दाइ आउँदैछ त के भन्ने थाहा छैन अझै होइन दाइ चाहिँ आज पल्टन जाने अन्त हिँड्नुभयो सन्धिखोरदेखि हिँड्नु गइसक्यो अरे अनि सन्धिखोरदेखि हिँड्नुभयो अब दाइ चाहिँ पल्टन जाने बाइक चाहिँ यहाँ छोड्नुहुन्छ कि छोड्नुहुन्न भन्ने हो लिएर जानुहुन्छ कि छोड्नुहुन्छ भन्ने हो छोड्नु भयो भने त हुन्थ्यो होइन लिएर जानु पनि झ्याउ हुन्छ मेला हेर्न जाने सब प्लानिङ सब चौपट हुन्छ कि होइन लेट्सी के हुन्छ तर छोडे त हुन्थ्यो टेन्सन भयो यार अब त यार बाइकको पनि मलाई कलर पनि चेन्ज गर्नु छ होइन अब भने जस्तो भएर मिल्यो भने चाहिँ म बाइकको कलर पनि फुल ब्ल्याक गर्ने सोचिरहेको लेट्सी अब के छोड आफ्नै त आउने होइन अनि एउटा मेन कुरा भन्ने टपिक भन्ने बिर्सेको होइन सब्सक्राइब नगरेकोले सब्सक्राइब गर्नु होइन नयाँ मान्छे हुनुहुन्छ भने सब्सक्राइब गरेर टक्क बेल बटन अन गर्नु पुरानो मान्छे हुन्छ भने भिडियोलाई माया गरिदिनु होइन सबैजनाको सपोर्ट चाहियो लङ टाइम पछि भिडियो गरेको छु होइन भिडियोमा केही कमी कमजोरी पनि आउन सक्छ होइन धेरै टाइम पछि भइरहेको छु नर्भस पनि भइरहेको म भ्लग गर्न नि पहिला जस्तो गरेँ छैन खै जस्तो लागिरहेको कि बिर्स्यो कि खै के हो के मिलिरहेको जस्तो लागिरहेको अब त्यही पनि सबैले माया देखाइदिनु होइन हजुरहरूले माया देखाउनु भयो भने चाहिँ गर्दा गर्दै राम्रो हुने हो होइन सबैको जसको पनि त्यही हो गर्दा गर्दै बिस्तारै डेभलप हुँदै जाने हो होइन अब अहिले भन्दा फेरि नेक्स्ट टाइम अझै राम्रो होला नेक्स्ट टाइम अझै राम्रो होला होइन सबैको माया चाहियो नि त गाइज होइन अब के छ र आफ्नै त हुने बताएन अब आज पनि नाइट ड्युटी छ होइन यो विक चाहिँ मेरो नाइट ड्युटी हो आजदेखि आज फ्राइडे होइन आई थिङ्क फ्राइडे त पछि सन्डेदेखि इभिनिङ हुन्छ ड्युटी होइन पर्सिदेखि त अफिसतिर सुत्नु पर्दैन किन त नाइट ड्युटीको टाइममा हाम्रो उतै अफिसमा पनि बिस्तारहरू हुन्छ अनि उतैतिर सुत्नुपर्छ लाइन कति बेला जान्छ के गर्छ थाहा हुँदैन नि त सो लाइन जाने बित्तिकै चार्ज गर्नुपर्छ म चाहिँ विद्युतमा हो नि त अब कतिलाई थाहा कतिलाई थाहा छैन होला म विद्युतमा सब स्टेसनमा हो सब स्टेसनमा गर्छु म ड्युटी चाहिँ होइन सो लाइन काट्ने दिने मै हो होइन हाम्रो सिद्धगङ्गा नगरपालिकाका जसले हेर्नुभयो भने ख्याल गर्नुलाई म चाहिँ लाइन काटिदिन्छु नि यदि लाइक कमेन्ट सब्सक्राइब नगरे काटिदिन्छु लाइन म अब चाहिँ कहाँ जाऊँ भन्ने हो गर्मी पनि यस्तो छ गाइदैन कहाँ जाऊँ कि होइन यस्तो गर्मीमा बस्यो खायो सुत्यो कामै केही छैन खायो सुत्यो मोबाइल थिच्यो त्योभन्दा के काम छ होइन कामै केही छैन फाइनली गाइज बाइक चाहिँ आइपुग्यो होइन दाइभित्र हुन्छ अब चाहिँ के हुन्छ एकछिन पछि भन्छु के हुन्छ होइन हजुरलाई बाइक चाहिँ गयो होइन दाइले छोड्नु भएन बाइक बाइक गयो गाइज होइन अब दाइलाई फकाएको दाइले चाहिँ छन्नले मलाई प्यान्ट ल्याइदिनु भएछ होइन एउटा प्यान्ट ल्याइदिनु भएको दाइले माया चाहिँ अलिक गर्नुहुन्छ जे होस् होइन रुक्नु म प्यान्ट देखाउँछु ल हजुरहरूलाई
प्लेनमा होइन न्यू प्यान्ट दिनुभएछ राम्रै लाग्यो मलाई ट्राई पनि गरेको होइन बाइक चाहिँ गयो होइन बाइक चाहिँ लगेर जानुभयो त अहिले अब लाइला नाइ भन्नु नलगाउनु भनेको त अब पनि छोड्नु भएन होइन म अलि दिनपछि आउनु छ अलि दिनपछि आउँछु त्यति बेला छोडिदिन्छु अहिले लगेर जान्छु भन्नु लगेर जान्छु म 10,000 जति खर्च गर्नुभयो नि अस्ति मैले पल्टाएको थिएँ नि त होइन म जानु मेरो भाइले चाहिँ अब नापा चाहिँ हल्का गरेर बाइक चलाउन बाइक एक्सिडेन्ट भएको थियो अनि हल्का त के भनौँ 10,000 खर्च जति गरेर ल्याउनु भएछ केमचिन सेमचिन चेन्ज गर्नुभएछ चेन्ज गर्नुभएछ आज चाहिँ जानुहुन्छ गोरसिङे घर कपिल बस्ती एकछिन बोल्नुहुन्छ होला अनि त्यसपछि बुटोल गएर बस्छु भन्दै हुनुहुन्थ्यो यो चाहिँ के हुन्छ अब अहिले फेरि टेन्सन के कुरा भइरहेको नि होइन मेला लागेको थियो नि त कपिल बस्ती 4 नम्बर भनेर तौलियामा मेला लागेको थियो मेला हेर्न जाने भन्ने प्लानिङ थियो तपाईँहरूले चाहिँ के हुन्छ होइन बाइक दाइ लगिहाल्नु भयो होइन बाइकको कलर पनि चेन्ज गर्ने भनिरहेको मैले अब अलि टाइम पछि बाइकको कलर पनि चेन्ज हुन्छ सम टाइम पछि चाहिँ बाइकको कलर चेन्ज हान्ने सबै गर्ने भने सोचिरहेको लेट्स सी गाइज छोरी हेलो भनिदियो छोरी शर्माइन होइन र तनाव भयो त ल गाइज होइन आजको लागि चाहिँ भिडियो यति नै बनाऊँ होइन किनभने अब फर्स्ट डे होइन धेरै चाहिँ अब लङ टाइम पछि नि भयो फर्स्ट भिडियो होइन लङ टाइम पछि 1 इयर्स भन्दा धेरै पहिला छोडेको थिएँ नि त मैले मेरो लास्ट भिडियो नै 1 इयर्सभन्दा प्लसमा हालेको धेरै पहिलाको छ सो अब आजको लागि यति नै गरौँ होइन सबैजनाले हेरेर मनोरञ्जन गरिदिनुहोस् होइन खासै त्यति केही त छैन भिडियोमा बट होइन सबैले माया देखाइदिनु होइन अब बिस्तारै बिस्तारै डेभलप हुँदै जाने आज राइड गएन अब कुनै टाइममा राइड गएको पनि भिडियो ल्याउँछु बाबा एभ्रीवान